शुक्रबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुन्छन् त भिडियोलाई अन्तिमसम्म हेरेर सबै मान्छेले सेयर गर्नुहोला। जय श्री राधे, ओम श्री हरि। म हजुरको चिरपरिचित ज्योतिष पण्डित सुमन एउटा हजुरको माझमा पनि आज मैले भिडियो लिएर आउने क्रममा के भिडियो उपस्थित भएको छु भने यो शुक्रबार जन्मिने व्यक्ति कस्ता स्वभावका हुन्छन् त भन्दा शुक्रबार भनेको पहिला उनीहरूले बुझ्नुपर्ने माता लक्ष्मीको पनि बार हो। माता लक्ष्मीको बार भनेपछि लक्ष्मी माता अत्यन्त प्रसन्न पार्नेवाला, बडा खुसी दिनेवाला हुनुहुन्थ्यो। त्यसले गर्दा शुक्रबार जन्मिने मान्छे अत्यन्त भाग्यमानी भाग्यशाली हुन्छन्, किनभने स्वयं माता लक्ष्मीको बार भएकोले गर्दा अत्यन्त भाग्यमानी हुन्छन्, अरूलाई आकर्षण गर्ने खालका हुन्छन्। त्यस्तै गरेर शुक्रबार जन्मिने व्यक्तिहरू बडा राम्रा हँसिलो अनुहार भएका, बडो सुन्दर अनुहार भएका, परबाट हेर्दा अरूलाई नै आकर्षण गर्नेवाला, त्यस्तै गरेर प्रेम सम्बन्धमा बस्ने खालको शुक्रबार भनेको प्रेमलाई हेर्ने भएको कारणले गर्दा, प्रेमलाई हेर्ने ग्रह र प्रेमलाई हेर्ने बार भएको कारणले गर्दा शुक्रबार जन्मिने व्यक्ति प्रेम सम्बन्धमा रुचि राख्ने, अरूले आफूलाई माया गरिरहन् भन्ने स्वभावका र आफू पनि माया गरिरहने खालका हुनेछन्। त्यस्तै गरेर विभिन्न प्रकारका शुक्रबार जन्मिने व्यक्ति सङ्गीत क्षेत्रमा, गायनको क्षेत्रमा, नाचगानमा अग्रसर हुने, नयाँ नयाँ ठाउँहरू भ्रमण गरिरहनु पर्ने, नयाँ नयाँ ठाउँ घुम्न मन लाग्ने, अलिक मोटाघाटा मिठासे हुने, अलिक मिठो मिठो खानुपर्ने। त्यस्तै गरेर यसरी आफूलाई पनि माया खोजिरहने स्वभावका हुनेछन्, बडा आनन्ददायक हुनेछन् शुक्रबार जन्मिने व्यक्ति। अब यिनीहरूको नराम्रो पक्ष के हुन्छ त शुक्रबार जन्मिने व्यक्तिको भन्दा अलिकति घुँडा सम्बन्धी, ढाड सम्बन्धी समस्या चाहिँ हुनसक्छ भन्ने कुरा बताएको छ। त्यसले गर्दाखेरि त्यस्तो भयो र त्यो हुनबाट बच्नको लागि हजुरले शुक्रबारको व्रत बसेर शुक्रबार माता लक्ष्मीको आराधना गर्नुभयो भने, माता लक्ष्मीको स्तोत्र पाठहरू गर्नुभयो भने हजुरको सम्पूर्ण मनोवाञ्छाहरू पुरा भएर सम्पूर्ण यो स्वास्थ्य हुनेछ। यो ढाड दुख्न, घुँडा दुख्न पनि ठिक हुनेछ, नबनेका कामहरू पनि बन्नेछन्। जय श्री राधे, ओम श्री हरि।